Hi everyone, namaste to you all. This is me Neetu Bhandari. Once again, I am here with another video. This is weekend, and I hope you all are enjoying your weekend. Tomorrow is also a day off, so stay happy and healthy. आज म नि यस्तो टपिकमा कुरा गर्न गइरहेको छु जुन चाहिँ मलाई सबैभन्दा दुःख लाग्छ अनि गाह्रो लाग्छ म्यानेज गर्नको लागि र जुनको बारेमा म चाहिँ पहिल्यैदेखि नै कुरा गर्नु पर्ला जस्तो लागेको थियो। बट समटाइम्स के हुन्छ भने हामी एज अ टिचर क्लासरुम म्यानेज गर्ने कुरामा चाहिँ म चाहिँ आफूलाई एकदमै हेल्पलेस फिल गर्छु कहिलेकाहीँ है। कस्तो भन्दाखेरि जस्तो मैले चाहिँ म्याथ्सको कुनै च्याप्टर मैले पढाउनु छ, जसलाई ग्राफ पढाउनु छ या जियोमेट्री पढाउनु छ, अर इन साइन्स मैले चाहिँ कुनै ड्रइङको च्याप्टरहरू पढाउनु छ अनि मैले स्टुडेन्ट्सलाई अब 1-2 दिन अगाडिदेखि नै यो मटेरियल्स चाहिँ रिक्वायर्ड छ, यु हेभ टु ब्रिङ है भनेर इन्फर्म गर्यो। त्यसपछि मैले चाहिँ डायरीमा पनि नोट गराइदिन्छु कि तपाईँहरू चाहिँ डायरीमा जहाँनिर होमवर्क नोट गर्नुहुन्छ त्यहाँनिर चाहिँ नोट गर्नुहोस् द थिङ्स रिक्वायर्ड फर द नेक्स्ट क्लास भनेर त्यहाँ लिस्ट लेख्नुहोस् भनेर होइन। अनि चाहिँ होमवर्क गर्ने ठाउँमा पनि होमवर्कमा पनि त्यहीँ टिपाइदिने अथवा क्लासवर्कमा पनि टिपाइदिने मैले गर्छु है। यो सबै गरेपछि पनि जब क्लास मैले लिन खोज्छु, जब मैले क्लास लिने दिन आउँछ नि त्यति बेला पनि अब त्यो हुन्छ होइन। 8 to 10 अथवा 15 स्टुडेन्ट्स विदाउट मेटेरियल्स चाहिँ आइराखेको हुनुहुन्छ अनि मैले चाहिँ अब यसलाई चाहिँ अलिकति इम्प्रोभाइज गर्नु पऱ्यो। मैले अलि 2-4 दिन अगाडिदेखि नै के गर्नु पऱ्यो, इन्फर्म गर्नु पऱ्यो भनेर मैले अब ग्राफ कपी ल्याउनु है, ग्राफ कपी ल्याउनु, मैले ग्राफको च्याप्टर पढाउनु छ भने ग्राफ कपी ल्याउनुहोस् है भने होइन। त्यसपछि जब ग्राफ गराउने दिन आउँछ त्यसपछि ग्राफ हुँदैन कपीहरू। अब एज अ टिचर है तपाईँहरूसँग कति, हामीसँग भनौँ न कति लिमिटेड टाइम हुन्छ है। अनि त्यसपछि स्टुडेन्ट्सले यो आफ्नो मटेरियल नल्याउँदाखेरि होइन, अब एज अ टिचर त मैले के गर्नु पऱ्यो, मैले क्लास स्टप गरिदिन त भएन होइन। बच्चाले त पढ्न त पाउनु पऱ्यो, अब उसलाई मात्रै छुट्टै गराउन त मिल्दैन है। त्यसपछि वी हेभ टु बरो फ्रम नेक्स्ट फ्रेन्ड होइन, कुनै साथीसँग मागेर चाहिँ प्रोभाइड गर्नु पऱ्यो। अनि कहिलेकाहीँ सबैले चाहिँ लगभग चाहिँ आफ्नो आफ्नो लागि मात्रै सामान ल्याएको हुनुहुन्छ साथीहरूले। कहिलेकाहीँ पेन्सिल जस्ता कुराहरू त हुन्छ डबल, नत्र प्रोटेक्टर भयो होइन। त्यसपछि गएर अब ग्राफ कपी नै भयो, डबल त हुँदैन, सबैसँग एउटा एउटा मात्रै हुन्छ। अनि त्यसपछि त्यो क्लास अगाडि रन गराउन यस्तो गाह्रो हुन्छ है। त्यसपछि अब बरो गरे पनि, अब सेयर गर्न लगाए पनि अनि त्यो एउटा फ्रेन्ड चाहिँ कुरेर बस्नु पऱ्यो अनि अर्को साथीले भ्याइसकेपछि अनि उसले गर्न पऱ्यो होइन। अब त्यो क्लासमा मानौँ 10-15 जना त्यस्तै हुनुहुन्छ भने अब त्यो क्लास त अगाडि नै बढ्दैन कि होइन। भेरी हार्ड टु कन्ट्रोल द क्लास एन्ड त्यसैले नै हल्ला हुन्छ। त्यसै सेयरिङले गर्दा नै चाहिँ के हुन्छ, जुन पढाउन खोजेको टपिक चाहिँ पढाउन पाइँदैन, हल्ला हुँदैन भन्न खोजे होइन। तर कस्तो भन्दाखेरि जुन बेला चाहिँ अब 10 to 15 मिनट्स जब हामी चाहिँ लेसन डिस्कस गर्दैछौँ त्यति बेला त एउटा अटेन्टिभ इन्भाइरोमेन्ट त चाहिन्छ। त्यो बेला चाहिँ अब सेयरिङ गराउनु पऱ्यो, यो गराउनु पऱ्यो, उसलाई देऊ बाबु भन्न पऱ्यो, उसलाई देऊ नानु भन्न पऱ्यो होइन। त्यसपछि अर्को चाहिँ कहिलेकाहीँ त बच्चाहरूले दिन पनि मान्दैनन् होइन। नो म्याम आई वन्ट गिभ भन्छन् होइन। त्यसपछि ल सेयर गर नि त भनेर फकायो होइन। किनकि एज अ टिचर हामीलाई थाहा छ कि त्यो आएको बच्चाले पनि पढ्न पाउनु पऱ्यो। ल ठिकै छ, आजको लागि बिर्सेदेखि भोलि ल्याऊ, ल भोलि चाहिँ तपाईँहरूले ल्याउनु भएन भने म तपाईँहरूलाई चाहिँ क्लासमा गर्न दिँदैन भनेर भन्नु पऱ्यो होइन। अब भोलिको सेकेन्ड डे आउँछ, सेकेन्ड डेमा पनि अब फर्स्ट डेमा चाहिँ 12 जनासँग थिएन भने सेकेन्ड डेमा अलिकति नम्बर त घट्छ, तर 7-8 जना फेरि त्यस्तै नै फेरि पनि भुले होइन, फेरि पनि भुले हुन्छ। यति गाह्रो हुन्छ हेर्नु। अब त्यति बेला के गर्नु होइन, अब के गर्नु है, यस्तो टफ सिचुएसन हुन्छ त्यो है। अब साथीहरूले पनि हिजो पनि ल्याउनु भएको थिएन म्याम, आज त म दिँदिनँ, हिजो मैले दिएँ आज म दिँदिनँ भनेर भन्नुहुन्छ कि होइन। सो यहाँबाट हामी चाहिँ मैले यसो के बुझ्छु भन्दाखेरि बच्चाहरूको बिहेभियर दुईवटा हुने रहेछ कि, एउटा चाहिँ हुन्छ मिस्टेक है, एउटा चाहिँ हुन्छ मिसबिहेभियर है। मैले आफूले बुझेको के लाग्यो होइन। अब मिस्टेक इरर भनेको कस्तो भयो भन्दा बच्चाले अनइन्टेन्सनली नजानिकन साँच्चीकै बिर्सिएर होइन नल्याउनु है, अथवा
अनि अरू कुनै गल्तीहरू गर्दाखेरि पनि थाहा नभइकन अवेर नभएर गर्ने गल्तीहरू त तिनीहरू मिस्टेक भइहाल्यो होइन। तर जब यी मिस्टेकहरूलाई जस्तो मैले एकजना बच्चाले सुरुको दिन ल्याउनु भएन, मैले चाहिँ उहाँलाई एक दिनको चान्स दिएँ भने अब उहाँको दिमागमा चाहिँ के हुन्छ भन्दाखेरि मैले नलग्दा पनि त केही नहुँदो रहेछ, अर्को साथीले त दिइहाल्दो रहेछ, मेरो काम त चल्दो रहेछ है, जसरी पनि काम त चल्छ भन्ने चाहिँ त्यो माइन्डमा हुन्छ। अनि भोलिपल्ट पनि त्यत्तिकै केयरलेस गरेर उहाँले चाहिँ आफ्नो मटेरियल ल्याउनुहुन्न। यसलाई चाहिँ हामी मिसबिहेभियर भन्नु पऱ्यो क्या। मिसबिहेभियर इन द सेन्स के यति सम्झाएर बुझाएर याद गराएर होइन लेखाएर पठाउँदा पनि यदि स्टुडेन्ट्सले ल्याउँदैन भने त्यो ल्याक अफ एकाउन्टेबिलिटी हो। अनि त्यसपछि आफ्नो के भन्छ अरे आफ्नो बिलोङ्गिङको केयर गर्ने अनि ब्याग म्यानेज गर्ने कुराको चाहिँ त्यतातिर ध्यान नभएको, त्यताको स्किल नभएको भएर अनि त्यसपछि त्यसलाई मैले चाहिँ एज अ मिसबिहेभियर लिन्छु। तर मैले म सोच्छु यो चाहिँ बच्चाहरूलाई टर्चर दिनु हुँदैन, पढाउनु पर्छ। तर यो सिचुएसनमा क्लास रन गर्न चाहिँ साँच्चीकै गाह्रो हुन्छ। अब यसमा प्यारेन्ट्सले पनि एकदमै धेरै इम्पोर्टेन्ट के गरिदिन सक्नुहुन्छ, रोल प्ले गर्न सक्नुहुन्छ। अनि बच्चाहरूलाई चाहिँ केही भन्नुभएको थियो टिचरले, केही ल्याउन भन्नुभएको थियो, अरू जस्ट डायरी चेक गरिदिने, कपी चेक गरिदिने गर्नुभयो भने टिचरलाई धेरै नै हेल्प हुन्छ है। कहिलेकाहीँ त बुक कपीहरू नै बिर्सिराखेको हुनुहुन्छ, डायरी नै बिर्सिराखेको हुनुहुन्छ। सो आई जस्ट रिक्वेस्ट टु अल द प्यारेन्ट्स टु जस्ट कोअपरेट एन्ड बी फ्रेन्डली विथ युर चाइल्ड एन्ड देन टेक केयर अफ देयर पर्सनल बिलोङ्गिङ्स। थ्याङ्क यू। अब यसलाई चाहिँ सल्भ चाहिँ कसरी गर्न सकिन्छ, अब यसको म एक दुईवटा आइडियाहरू डिस्कभर गर्छु। त्यसमा हामी चाहिँ के ट्रिक लगाउन सकिएला विदाउट होइन टर्चर नदिइकन, स्टुडेन्टले चाहिँ टर्चर फिल नगरिकन, स्ट्रेस नलिइकन त्यस्ता आइडियाहरू के होलान् भन्ने बारेमा म हेर्छु। हजुरहरूसँग पनि केही छ आइडिया भने प्लिज कमेन्ट। ओके, दिस मच फर टुडे। बाई बाई, गुड नाइट।